नेपालको यो तीनटा काण्ड जसले चाहिँ नेपाल हल्लाको छ। एउटा काजु काण्ड, अमला काण्ड अनि 7.2 काण्ड। यी काण्डले चाहिँ नेपाललाई पुरै हल्लाएको छ क्या। अब काजु काण्ड त तपाईहरुलाई सबैलाई थाहै होला। थाहा छैन भने यो फोटो हेर्नुस्, तपाईहरुलाई समझमा आइहाल्छ। अनि फेरि अब त्यो तपाईलाई अमला काण्ड त झन् थाहा नहुने कुरै भएन, भर्खरै भएको हो। यो फोटो हेर्नुस्, थाहा पाइहाल्नुहुन्छ। अनि अहिले जुन भाइरल भइरहेछ, पुरै हल्लिरहेछ सबै सामाजिक सञ्जाल, अनि यो काण्ड त तपाईहरुलाई थाहा नहुने कुरै भएन, यही काण्ड हो। यति काण्डले चाहिँ नेपालमा यति हल्लाएको छ कि यति हल्लाएको छ कि यति भाइरल भयो, यति फेमस भयो नि, मान्छेहरू छक्क परे के। अम्ममम काण्ड त नेपालमा निस्किन्छ, तर कस्ता कस्ता निस्किन्छ त तपाईँ हामीले हेरिरहेका छौँ। यस्तो यस्तो काण्ड निस्किन्छ। अब फेरि के काण्ड निस्किने हो त्यो थाहा छैन। यस्तो काण्ड कसरी निस्किन्छ, कहाँबाट निस्किन्छ। अब काजु काण्डले त्यो त्यतिखेर बबाले मचाएको काजुको भाउ पनि सुनकै भाउमा पुर्याइदिएको थियो होला सायद। अब उहाँ पनि चलेको मान्छे, पत्रकार जस्तो मान्छे। अब अनि उहाँको काजु काण्डले त पुरै हल्लाइ नै गयो होइन। सबैलाई काजु किन्ने खुवाउने बाध्यता बनाइहाल्यो। त्यसपछि फेरि अर्को आयो अमला काण्ड। अमला काण्ड यति भाइरल भयो, यति भाइरल भयो, कुरै छोडिदिउँ। त्यो चाहिँ के हो नि कुरा चाहिँ बुझिएन। तर एउटा 80 वर्षको बुढोले भर्खरकै केटीलाई चाहिँ अब जे होस् अमला काण्ड भनेर बुझौँ न। अमला खुवाएर अब के छोरछोरी पाउने त्यत्रो बुढो मान्छे साइको भइगए। अनि त्यहाँदेखि त अमला पनि एकैचोटि माथि पुगिगयो। कस्तो चाहिँ काण्ड हो त त्यो। अमला खुवाएर 80 वर्षको बुढोले बच्चै पाइदिएको अरे। अनि अचम्म भएन त्यस्तो काण्ड कसरी भयो त त्यो चाहिँ अझैसम्म मलाई बुझ्नै सकेको छैन। यो अमला खाएर भएको हो कि के खाएर भएको त मैले कुरै बुझिनँ। अनि अहिले अब यो त जुन काण्ड आएको छ तपाईहरुले थाहा पाइहाल्नुभयो। अहिले टिकटक खोले पनि यही काण्ड आउँछ, यता युट्युब खोले पनि यही काण्ड आउँछ। जे खोल्यो त्यहीमा यो 7.2 काण्ड आउँछ। जताततै भाइरल छ। फेसबुक खोलो यही काण्ड आउँछ। यो काण्डले पनि पुरै नेपाल खायो। नेपालमा काण्ड आउँछन्, तर पनि यो काण्डमा चाहिँ अहिले धेरै मान्छेहरूले भनिरहेछन् केटालाई दोषी दिइरहेछ। यो छोरी मान्छेले सबै टिकटक बनाएर अनि गङ्गुले न्याय पाउनुपर्छ, अब यो केटाको त्यसलाई कारबाही हुनुपर्छ भनिरहेछ। जबकि गङ्गुले नै केही बोलेको छैन त्यसको बारेमा भनेर चाहिँ छैन, बोलेको छैन। अनि अरू सबैजनालाई चाहिँ के को चासो लाग्यो क्या, केटीहरूले केटालाई किन दोषेको। यसमा त दुवैजनाको गल्ती हुन्छ नि त, हो कि होइन भन्नु त। अनि अहिले भर्खरै चाहिँ गङ्गु छेत्रीले एउटा भिडियो बनाएर हाल्नु भएको थियो। यो भिडियो चाहिँ धेरै पुरानो हो, अनि अहिले भाइरल भएको रहेछ। त्यो धेरै पुरानो हो, त्यसमा केही मतलब छैन यता त्यता भनेर भनिसक्नु भएको छ। र पनि अझै मान्छेले चाहिँ बनाएको छ गङ्गुकोलाई न्याय दे भनेको छ, न्याय दे भनेको छ। के हो क्या तिमीको यो काण्ड उनीहरूले निकालेका छन्, निकाल्ने मान्छेलाई मतलब छैन। तिमी हामीले मतलब गरेर हुन्छ त, छोडिदेऊ क्या, छोडिदेऊ।